हेलो नमस्कार सबैजनालाई। आज चाहिँ म चौबिसे गाउँपालिकाको वडा नम्बर 3 मा अवस्थित यो बन्दुके डाँडामा छु र यो बन्दुके डाँडामा यहाँहरू पहिला पनि घुम्न आउनुभएको होला र यहाँको परिदृश्य तपाईहरुले पहिला पनि देखिसक्नु भएको छ र एकदमै सुन्दर ठाउँ हो चौबिसे गाउँपालिकाको। र अहिले झन् तपाईहरुले यो देख्दै गर्नुभएको भिडियोमा अझै झन् यो डाँडा चाहिँ सुन्दर भएर गएको छ र यो सुन्दर बनाउनको लागि यो डाँडालाई चाहिँ सजाउनको लागि 10-12 जना भाइहरुको ठुलो योगदान रहेको छ। उहाँहरूले आफ्नै व्यवस्थापनमा यो ध्वजा पताका र चाहिँ यो अग्लो झण्डाको व्यवस्था गर्नुभएको छ र आजको यो विशेष कार्यक्रममा चाहिँ उपस्थित सम्पूर्ण मान्यजनहरू यहाँ हुनुहुन्छ। हाम्रो चौबिसे गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्षज्यू मदन खन्साज्यू पनि हुनुहुन्छ, राजकुमार याखाज्यू लगायतका सम्पूर्ण भाइ बहिनीहरूको उपस्थिति छ यहाँनिर र यो एकदम सुन्दर दृश्य यहाँहरूले देखिराख्नु भएको छ। र भर्खरै आउन लागेको चाहिँ हाम्रो तिहार पर्व पनि आउँदैछ, त्यसमा पनि यहाँहरू चाहिँ कोही कोही चाहिँ पाहुना आउनुभयो भने यो ठाउँमा घुम्न आउनु होला र लगायत अन्य ठाउँबाट पनि यो सुन्दर ठाउँमा यहाँहरू चाहिँ घुम्न आउनुभयो भने अवश्य पनि भरपुर मनोरञ्जन मिल्नेछ। र यो ध्वजा पताका र यो अग्लो झण्डा व्यवस्थापन गर्ने सम्पूर्ण 10-12 जना भाइहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। र यो सुरुवाती चरण हो, अझै पनि योभन्दा अन्य चाहिँ यो डाँडालाई सजाउनु पर्ने कार्यक्रमहरू अवश्य पनि हुनेछ र यहाँ वडाध्यक्ष पनि स्वयं उपस्थित हुनुभएको हुनाले अझै आउँदो सालहरूमा चाहिँ यसको चाहिँ बजेटिङ गरेर अझै सुन्दर डाँडा बनाउनको लागि, सुन्दर ठाउँ बनाउनको लागि, एउटा पर्यटकीय गन्तव्य बनाउनको लागि चाहिँ यो ठाउँ एकदमै चाहिँ सिँगार गर्ने क्रममा लाग्नु भएको छ। त्यसको लागि चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहाँको परिदृश्य चाहिँ यस्तो छ है। धन्यवाद सरलाई र सम्पूर्ण भाइहरू जसले आज यो कार्यलाई अगाडि बढाउनु भयो। विशेष गरी प्रदीप भाइ, रमेश, रेशम भाइ, रोजन भाइ लगायत हाम्रो सम्पूर्ण भाइहरूको टिमहरू छ, उहाँहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। खास गरी उहाँहरू जागिरको सिलसिलामा र आफ्नो जीवनलाई अगाडि बढाउने सिलसिलामा देश विदेशमा अथवा नेपालमै पनि रहेर उहाँहरू सेवा गरिरहनु भएको भाइहरू हुनुहुन्छ। उहाँहरूले आफूले पाउने सेवा सुविधा मध्येबाट पनि यो हाम्रो ठाउँ चौबिसे गाउँपालिका वडा नम्बर 3 को यो बन्दुके डाँडालाई पर्यटन प्रवर्धनको लागि जे सहयोग गर्नुभएको छ उहाँहरूले उल्लेखनीय सहयोग, महत्त्वपूर्ण सहयोग गर्नुभएको छ। उहाँहरू जतिको युवाहरू खास गरी सेवामा लाग्नु भएको, खास गरी चाहिँ उहाँहरू चाहिँ समाज सेवामा लाग्नु भएको छ, उहाँहरूको भूमिका एकदम सराहनीय भएको म सबैलाई जानकारी गराउँछु।
र यही ठाउँलाई हामीले पर्यटन प्रवर्धनको रूपले अगाडि बढाउन लागिरहेको छौँ। आफ्नो ठाउँबाट सहयोग गर्ने हिसाबले लागिरहेको छौँ। सबैलाई पुनः आज उपस्थित हुनुभएको सम्पूर्ण हाम्रो यस ठाउँको दाजुभाइ दिदीबहिनी सबैलाई धन्यवाद दिँदै र हाम्रो सर वीरबहादुर अजी सरलाई पनि विशेष धन्यवाद दिँदै म मेरो कुरा यहाँ अन्त्य गर्न चाहन्छु। धन्यवाद सेवारो। हस्, धन्यवाद सरलाई। अब ल आजको यो बन्दुके डाँडामा आयोजित यो अनौपचारिक कार्यक्रम को चाहिँ हामी लगभग अन्तिम चरणमा आइपुगिसकेका छौँ र यो कार्यक्रमलाई व्यवस्थापन गर्नको लागि खट्नुहुने सम्पूर्ण भाइ बहिनीहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र त्यसै गरी चौबिसे गाउँपालिका वडा नम्बर 3 का वडाध्यक्ष मदन तुम्साज्यूको अझै गरिमामय उपस्थिति यहाँ रहेको छ र त्यसको लागि पनि उहाँलाई म धेरै धन्यवाद दिन चाहन्छु र आउँदा दिनमा अझै पनि बजेटिङ गरेर यो बन्दुके डाँडालाई अझै पर्यटकीय गन्तव्यको रूपमा चाहिँ विकास गर्नको लागि वडाध्यक्षज्यू पक्कै पनि लाग्नुहुन्छ भन्ने मैले आशा गरेको छु र यो सुन्दर चाहिँ परिदृश्य बनाउन सुन्दरतालाई चाहिँ थप ऊर्जा दिनको लागि चाहिँ खट्नुहुने हाम्रो विशेष गरी प्रदीप भाइ अनि त्यस्तै गरी रेशम भाइ लगायतका सम्पूर्ण भाइहरूको टोलीलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु र यो एउटा बन्दुके डाँडाको इन्फर्मेटिभ भिडियो मैले यहाँहरूलाई प्रस्तुत गरेँ र यो भिडियो पक्कै पनि हेर्नुभयो त्यसको लागि धेरै धन्यवाद दिँदै बिदा हुन चाहन्छु। बाई बाई।